अङ्कल र दाइहरूसँग माछा मार्दै, गाईबस्तुहरू चराउँदै आजको मेरो दिनको सुरुवात चाहिँ यसरी भयो। सो हेलो गाइज, वेलकम टु माई डे 2 मिनी ब्लग। आशा गर्छु हजुरलाई मन पर्नेछ। बहिनीहरू बिहान स्कुल गइसकेपछि घरको काम गरेर मेरो काम चाहिँ गाईबस्तुहरू चराउने हो। आज भोलि माछा नखाएको पनि 2-3 हप्ता भइसकेको थियो र आज अङ्कलहरू दाइ म मिलेर माछा मार्न जाने भनेर प्लानिङ गर्यौं। माछा मात्रै मार्न गयो भने त गाईबस्तुहरू पनि घरमै हुने भए, सो त्यही भएर हामीले त्यतै माछा मार्ने र त्यतै गाईबस्तुहरू चराउने भनेर गाईबस्तुहरू पनि लगेर गयौं। जहाँ हामी माछा मार्न जान्छौं त्यहाँ गाईबस्तुहरू लग्न नमिल्ने भएकोले एउटा अङ्कललाई घरबाट बोलाएर गाईबस्तुहरू हेर्नु, हामी माछा मारेर आउँछौं र जति माछा पर्छ तिमीलाई पनि दिम्ला भनेर गाईबस्तु हेर्न राखेर हामी माछा मार्न गयौं। हिजो अस्ति पानी परेको कारणले होला नदीको पानी पनि आज एकदमै चिसो लागिरहेको थियो। माथि हामीले नदीसम्म पुग्दा 2 बजिसकेको थियो र फाइनली हामीले जहाँ माछा मार्ने भनेर गएका थियौं त्यहाँ पुग्यौं। तर यति पानीमा माछा मार्न त सकिँदैन, त्यसैले त्यो माछा मार्ने ठाउँको पानी अर्कोतिर लाउनको लागि हामी कपडा खोलेर रेडी भयौं। र त्यहाँको पानी चारैजना मिलेर जसो तसो ढाड दुखाएर भए पनि सुकाएर अर्कोतिर लगायौं। र त्यति काम गरिसक्दासम्म पनि एउटा माछा पनि देखेको थिएन। यति थोरै पानी हुँदा पनि एउटा माछा नदेखिँदा माछा छैनन् कि जस्तो लागेर अङ्कललाई अङ्कल एकछिन माछा हेर्नु त छन् कि नै भनेर भनेको। साँच्चीकै त्यहाँ माछा हेर्दाखेरि त 10-12 वटा माछाहरू मात्रै भेटिए। अब यत्रो मेहनत गरेर त्यहाँको पानी सुकाइयो, काम गर्यो, अब 10-12 वटा माछाहरूले 4 जनाले के गर्नु भनेर अब अर्को दुवाली बुझ्ने निर्णय गर्यौं। अर्को दुवाली बुझ्ने भनेर त भन्यौं, तर टाइम भने 5 बजिसकेको थियो र पानी दिउँसोको भन्दा अहिले एकदमै चिसो भइरहेको थियो। तर यत्रो दिन काटेर अहिले त्यत्तिकै घर जानु भन्दा त बरु एकछिन चिसो सहेर भए पनि मेहनत गरौँ न, के थाहा माछा परि पो हाल्छन् कि भन्ने सोचेर हामी फेरि काम गर्नतिर लाग्यौं। फाइनली यता पनि सोचेको जस्तो माछाहरू मार्न सकिएन, किनकि देखेको माछाहरू पनि चिसोले गर्दा समात्न सकिरहेका थिएनौं। चिसो त्यति धेरै बढिसकेको थियो। आज दिनभरि यति धेरै मेहनत गर्दा पनि हामीले मारेको भनेको यति मात्रै हो। त्यतै जानु भन्दा त यति पनि ठिकै छ नि त भनेर चारैजनाले माछाहरू समातेर घरतिर लाग्यौं। यो थियो मेरो आजको डे 2 मिनी ब्लग। हजुरहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला। धन्यवाद।